दिपेश बराल नेकपा एमाले जिल्ला कमिटीको उपसचिव। अभिवादन नमस्कार। हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पक्षमा देशमा जुन खालको एउटा अहिले अराजक गतिविधि र राष्ट्रलाई चाहिँ विखण्डन तुल्याउने गतिविधिहरूको विरुद्धमा नेकपा एमाले सिन्धुली जिल्ला लगायतको जुन 77 जिल्लामा आज चाहिँ जुन जागरण सभा गणतन्त्रको पक्षमा गर्दैछ, त्यो गणतन्त्रको पक्षमा हुने जागरण सभामा नेकपा एमाले सिन्धुलीको तर्फबाट आज हामी 3 ठाउँबाट चाहिँ र्याली निकाल्दैछौँ। जागरण अभियान कार्यक्रम अहिले सिन्धुली जिल्लाको लक्ष्मण चोकबाट र्यालीको तयारी हुँदैछ। त्यो र्याली तयारी गर्दै गोलन्जोर यसरी नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको 18 गतेको यो जागरण अभियानमा सिन्धुलीको गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिका र वडा नम्बर 6 कमलामाई नगरपालिकाका कमरेडहरू उक्त र्यालीको कमान्ड सिन्धुलीको लक्ष्मण चोकबाट सुरुवात भएको र्यालीलाई कमरेड केन्द्रीय सदस्य गणेश पहाडी, त्यसैगरी प्रदेश कमिटी सदस्य प्रदीप कटवाल, त्यसैगरी गोलन्जोर गाउँपालिका इन्चार्ज तथा प्रदेश कमिटी सदस्य कमरेड निर्मल रमजनले यसको व्यवस्थापन र कमान्ड गरिरहनु भएको थियो भने सम्पूर्ण पालिका कमिटीका अध्यक्षहरू र त्यस भूगोलका जिल्ला कमिटीका सदस्यहरू पनि यस कार्यक्रममा सहभागी भइरहनु भएको थियो र आजको यो भव्य कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ। नेकपा एमाले सिन्धुली जिल्ला कमिटीको आयोजनामा सञ्चालित चैत्र 18 गतेको यो भव्य कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड प्रमुख अतिथितामा आजको यो जागरण सभालाई कोट सभामा सम्बोधन गर्ने कार्य अगाडि बढिरहेको छ। सिन्धुलीमा रहेका सम्पूर्ण अभियान रेडियो स्टेसनहरूलाई नेकपा एमालेको यो जागरण अभियानको कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद अनुरोध गर्दछु। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गाउँमा कफन बाँधेर उपस्थित हुनुभएका सम्पूर्ण यो जनजागरण सभामा उपस्थित हुने सम्पूर्ण कति महानुभावहरूलाई क्रान्तिकारी लाल अभिवादन। सर्वोच्च स्थानमा राष्ट्रपति बनेर प्रधानमन्त्री बनेर शासन व्यवस्था गर्ने यो अवस्थामा हामी छौँ। त्यो अवस्थालाई फेरि पनि हामी गुमाउन चाहँदैनौँ। हामीले यो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको संघीय लोकतान्त्रिक रक्षाको लागि शरीरमा एक थोपा रगत हुन्जेलसम्म
हामी पछाडि हट्ने छैनौँ, डटेर अगाडि बढ्नेछौँ र सम्पूर्ण न्यायप्रेमी जनसमूहलाई पनि त्यही ढङ्गले अगाडि बढ्नको लागि आग्रह र अनुरोध गर्दै हामीले यो साङ्केतिक रूपमा हामीले सिटी बजाएर जागरण गरिरहेका छौँ। हरियालीका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुलीका इन्चार्ज कामरेड, पार्टीका केन्द्रीय सदस्य कामरेडहरू, आदरणीय उपस्थित पार्टीका विभिन्न पालिकाका नेता कामरेडहरू र आजको यो र्यालीमा सहभागी हुनुभएका तपाईँ लोकतन्त्र प्रेमी सम्पूर्ण जनसमुदायमा नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुलीको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आदरणीय जनसमुदाय, न्याय, समानता, नागरिक अधिकार र लोकतन्त्रको लागि नेपाली जनताले त्याग, तपस्या, बलिदान गरेर ल्याएको लोकतन्त्रमाथि आज उपहास गरिरहेका राष्ट्र संस्थालाई हामी भन्न चाहन्छौँ, विश्व समाजमा लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो। त्यो भएको हुनाले राजतन्त्र होइन। हामीले जनताले त्याग, तपस्या, बलिदान र रगत बगाएर ल्याएको लोकतन्त्रमाथि तपाईँको कुठाराघात गर्ने, संविधानभन्दा माथि रहेर राजा यो देशमा आउने कुरा गर्छन् भने हामी भन्न चाहन्छौँ, राजालाई अब नेपालमा बस्ने छुट छैन। साथीहो, नेपालको नागरिक भएर बस्ने हो भने नेपालको संविधानभित्र रहनुपर्छ। जब हामीले ६२-६३ को जनआन्दोलन गऱ्यौँ, राजालाई संविधानको दायराभित्र रहेर नेपालको नागरिक भएर सम्पूर्ण हक अधिकार हामीले दियौँ। तर राष्ट्र संस्थाको नाममा फेरि राष्ट्र संस्था जन्माउने कुरा उहाँको मनोकांक्षा हो भने बिलियन चार्जट गरे हुन्छ। हामी केही महिनामा राजालाई यो मुलुकमा बस्न दिँदैनौँ। त्यो भएको हुनाले संविधानभन्दा माथि राजा छैनन्। संविधानको हेक्का गर्नको लागि म राज परिवारलाई, राष्ट्र संस्थालाई म अनुरोध गर्न चाहन्छु। यो मुलुकमा दुर्गे जस्ता फटाहरूलाई, दुर्गे जस्ता तपाईँको ऋण नतिर्ने र ब्याङ्कहरूको तपाईँको ऋण नतिरेर बदनामी कमाएका मान्छेहरूले यो मुलुकको यो तपाईँको राष्ट्र संस्था ल्याउनको लागि आन्दोलनको नेतृत्व गरेका छन्। त्यो भएको हुनाले नेपाली जनताले यो राष्ट्र संस्थाको विषयमा, यो आन्दोलनको विषयमा, यसको भविष्यको विषयमा जुन आत्मा अनुभूति गरिरहनु भएको छ, म भन्न चाहन्छु, नेपालको इतिहासमा हामीले देखेका छौँ यस्तो लुटपाट गरेको आन्दोलन अहिलेसम्म हाम्रो नेपालमा छैन। यस्तै ढङ्गले राजा अगाडि बढ्ने भने हामी भन्न चाहन्छौँ, लोकतान्त्रिक गणतन्त्र मान्ने यो मुलुकका हामी पार्टीहरूले साँच्चै आन्दोलनलाई अगाडि बढायौँ भने भक्तपुरको इटाले राजा बसेको सबै निवासहरू तुरिदिन सक्छौँ। यो उद्घोष गर्न चाहन्छु साथीहरू। केमा अगाडि आउन सक्दैनन्। यो उद्घोष गर्दै तपाईँ तमाम जनसमुदायहरूलाई आजको र्यालीमा सहभागी भएर नेकपा एमाले जागरण अभियान यो गर्यो, यसप्रति एकबद्धता जाहेर गर्नुभएकोमा सम्पूर्ण नेतृत्व गरेर सम्पूर्ण सिन्धुलीवासी जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आजको यो कार्यक्रम यी
यसरी सिन्धुली जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यो भिडियो अन्तसम्म हेरिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।